4 दिनको बिदाको सही सदुपयोग गर्नको लागि हामी चाहिँ लाग्यौँ घरतिर। हामी चाहिँ नाइट बसमा चढेर जान लागेको हो। अनि मेरो बहिनीको चाहिँ नाइट बसमा पनि फर्स्ट एक्सपिरियन्स हो। अनि मेरो घर स्याङ्जा पनि फर्स्ट टाइम जान लागेको हो। अब बिहा गरेको लगभग 6 वर्ष हुन लागिसक्यो। जानै जुरिरहेको थिएन उसलाई चाहिँ, अब अहिले जान लेखेको रहेछ होइन। यो हाम्रो प्लानवाला ट्रिप पनि होइन, दिउँसोतिर प्लान गरेर अनि बेलुका हिँड्दै हालेको होइन। अनि मक्क पर्दै बच्चाहरू पनि खुसी भइरहेछन् जान पाएर। अनि सानो चाहिँ बाबासँग बसिरहेछ भने ठुलो छोरी चाहिँ बुनु र मसँग बसिरहेछ। अनि मेरो प्रयुषालाई चाहिँ जेम्स खान मन लागेछ। अनि जेम्स किनिदेऊ सानी भन्दै सानीलाई एकछिन रिसाइरहेको थियो सानीसँग। अनि सानो छोरो पनि दिदीले झगडा गरेको देखेर एकछिन झगडा गरेर रुन थाल्यो। अनि उसलाई चाहिँ एकछिन मोबाइल देखाइदिएको, 5-10 मिनटमा शान्त भएर ज्ञानी भएर बसिहाल्यो होइन। अनि अब ड्याडीसँग बस्ने मेरो पालो भनेर ठुलो छोरो चाहिँ गई बाबासँग बस्नको लागि। अनि सानो चाहिँ मेरो काखमा आएर बुबु खाएर एकछिनमा निदाइहाल्यो। छोरी निदाएको मौकामा पनि सुतिहाल्छु भने निदाइछु। उठेर बत्ती बालेको बेलामा बुनु लिएर मैले फोटोसोटो खिच्यौँ। हामी चाहिँ भोलिपल्ट बिहानै 6 बजीतिर आइपुग्यौँ वालिङ। बिचको भिडियोहरू चाहिँ खिच्दै खिचिएन क्या, बच्चाहरू झगडा गर्ने के हुने कसो हुने भयो। अनि वालिङसम्म मात्रै आउँदो रहेछ यो बस चाहिँ। अनि हामी चाहिँ अटो चढेर बायाँ खोला जानुपर्ने भयो। फलफुल सलफुल किन्यौँ मऱ्यौँ। अनि सबै भइसकेपछि हामी चाहिँ अटोमा चढ्नको लागि रेडी भयौँ। अटो चढिसकेपछि बच्चाहरू पनि खुसी भए, अब त हाम्रो घर आउँछ भनेर। अनि हामी चाहिँ घर जानको लागि हिँड्यौँ। प्रयुषालाई चाहिँ अटोमा कसैले पनि समाउन नहुने रे, एक्लै बस्नेले भन्दै थियो। लड्छ छोरी भनेर बल्ल बल्ल सम्झाएर सानीले समायो। ओहो अब त आउन लायो भनेर चाहिँ अब पहिला हिँडेको अलिअलि याद हुन थाल्यो नि त प्रयुषालाई चाहिँ। अब आउन लायो भन्दै मक्ख परिरहेको थिएँ। यताबाट घर देखेपछि त मेरो घर आयो भनेर त्यतै झर्न आँटिरहेको थियो चाहिँ। अनि बुवामा पनि कति बेला आउलान् भनेर माथि बसेर हेरिराख्नु भएको रहेछ। अनि हामी पुग्यौँ घर। अटोले चाहिँ घरसम्मै पुऱ्याइदिँदो रहेछ। अनि हामी पुगिसक्यौँ। पुगेर आमाले छोरीलाई चाहिँ कति धेरै नेर्सो लायो भनेर लिइहाल्नुभयो सानोलाई चाहिँ। अनि त्यो पछिबाट एकैछिनमा त मैले नुहाउने ओर्ने फ्रेस हुने, घरै फ्रेस भइसकेर ल तिमीलाई भोक लागिसक्यो होला, हिजो पनि एकादशी खाना खाएको थिएन भनेर आमाले चाहिँ 8 नबजीकन खाना रेडी गरिसक्नु भएको रहेछ। खानासाना खाएर हिजोको यस्तो थकाइ लागिरहेको थियो, म त माथि गएर सुतेछु। म र बुनु यस्तो निदाएछौँ, बुनु त अझै निदाइरहेको थियो। म चाहिँ बिउचेर एउटा यस्तो भिडियो क्लिप बनाएँ। अनि छोरीहरू के गर्दैछन् भनेर तल आएको त उनीहरू त मस्त खेलिरहेको रहेछन्। बुवामा साइडमा बसेर जिस्काइराख्नु भएको रहेछ। उनीहरू चाहिँ एकजना मामु बनेको अरे एकजना बेबी बनेको अरे। अनि खेल्दै खेल्दै मक्ख परेर बसिराखेका रहेछन् होइन। उनीहरूको भिडियो सिडियो बनाएँ। अनि हिजोदेखिको भिडियो एडिट गर्नु छ भनेर म चाहिँ भिडियो एकछिन मोबाइल चलाएर भिडियो एडिट गर्न थालेँ। थ्याङ्क यू सो मच फर वाचिङ।